ल लोकल भर्सेस गिरिराज 2 किलो भर्सेस 5 किलो। अब यहाँ हाम्रो बाबै चाहिँ कुखुरा पाल्नु हुँदैछ यो तरिका। यहाँ 3टा खसीहरू छ है। कतिवटा छ अरे बाख्राहरू? 10 वटामा माउ कतिवटा? 3टा माउ। बच्चा 4 वटा। कुखुरा फार्मको साउ कुखुरा फार्मको साउ र बाख्रा फार्मको साउ नि है। ल साथीहरू यो चाहिँ हाम्रो आमै बाबैको कुखुरा, लोकल कुखुराको लागि लोकल कुखुरा पालन गर्नुहुने अरे। त्यही भएर यहाँनिर लोकल कुखुराहरू यहाँ दबाईहरू के ल्याउनु भएको छ। अनि यहाँनिर चाहिँ लोकल कुखुराको चल्लाहरू छ है यहाँभित्र चाहिँ। तपाईँहरूलाई यहाँबाट देखाउँदैछु। यहाँ चाहिँ 22 वटा छ है चल्लाहरू। 6 वटा खोती छ, एउटा भाले छ होइन। अनि 22 वटा बच्चाहरू छ। यो तरिकाले यो थाङ्रा चाहिँ किन लाउनु भएको भनेपछि यो चिलले नदेखोस् भनेर चाहिँ यसरी लाउनु भएको रहेछ है। यो हाम्रो बाख्राहरू पनि पाल्नु भएको छ यहाँ है। बाख्राको बच्चाहरू पनि छ। सेतो खसी, खैरो खसी, कालो खसी के छ केटाहरू? ठिक छ? अब यतै चरोस् न त यिनीहरू। चढ्दैछ त। यो कतिवटा बाख्राहरू पालन गर्नुभएको छ तपाईँले? 10 वटा। 10 वटा। 3टा खसी अनि अरू? माउ 3टा। 4 वटा पाछापाछीहरू। ल लोकल भर्सेस गिरिराज 2 किलो भर्सेस 5 किलो। अब दिँदो रहेछ त यसले पनि। ओ माई गड। पर है पर ल है। पर है ल है। आमो आमो पर त ल केटाहरू दर पर त यार। ल है। अब गिरिराज पनि खतरा रहेछ त यार। तर गल्दो रहेछ। ग्याङ फाइट पर्दैछ केटाहरू। ग्याङ फाइट पर्दैछ। त्यो गलिसक्यो। कालोसँग गयो भिड्नु। ला 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 भूत भयो त। मर्नु त मर्दैन? जुझेपछि रोग लाग्छ नि। भालेहरू त पर लैजान भाइ। कसले चिन्छ हेरौँ न। 3जनै पर्दैछ क्या। यो त हारेको। गलेछ। यसले त खन्नु खत्रो पो गर्छ त नि। कसले? त्यो स्याखुनेले। सानो भालेले? गलेछ क्या दुइटा है।
अब नबाजिकन बस्नु